नमस्ते, म सुरेश कुमार श्रेष्ठ, ग्ल्याडस्टोन एकेडेमीको चिफ अपरेटिङ अफिसर। सरस्वती पूजाको अवसरमा सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक शुभकामना। विगत 31 वर्षदेखि ग्ल्याडस्टोन एकेडेमीले अक्षराम्भ कार्यक्रम गरिराखेको छ र त्यो कार्यक्रमलाई निरन्तरता दिँदै हामीले यो साल पनि त्यो कार्यक्रम गरिरहेका छौँ र त्यसैको अवसरमा नयाँ विद्यार्थीहरू सुरुवात गर्ने नयाँ साना बालबालिकाहरूको लागि ग्ल्याडस्टोनमा सम्मिलित हुने, ग्ल्याडस्टोनसँग जोडिने दिनको रूपमा लिएको छौँ। ग्ल्याडस्टोन एकेडेमीको बारेमा भन्नुपर्दाखेरि यहाँ हामीले प्लेवे मेथड र मोन्टेसरी बेस्ड एजुकेसनलाई प्राथमिकतामा राखेर विगत 1 दशकदेखि यो मेथडलाई चाहिँ निरन्तरता दिँदै अगाडि बढिरहेका छौँ, जसमा चाहिँ विद्यार्थीहरूले रोड लर्निङलाई नभएर लर्निङ बाई डुइङलाई चाहिँ बढी प्राथमिकतामा राखेर चाहिँ शिक्षक शिक्षिकाहरूले अध्यापन गराउने गर्दछौँ। त्यसकारणले गर्दाखेरि विद्यार्थीहरूले दैनिक जीवनमा उनीहरूले गर्नुपर्ने क्रियाकलापहरू, उनीहरूलाई पढ्दाखेरि आइपर्ने कुराहरूलाई कसरी समाधान गर्ने कुराहरू, त्यस्ता कुराहरूलाई बढी फोकस गरेर प्र्याक्टिकल मेथडबाट चाहिँ पढाइ हुन्छ, जसमा चाहिँ बढी थ्योरिटिकल भन्दा पनि बढी प्र्याक्टिकल बढी फोकस गर्छौँ। सरस्वती पूजाको शुभ अवसरमा अक्षरारम्भको दिनमा यहाँहरू सबैलाई ग्ल्याडस्टोनसँग जोडिन आग्रह गर्दछु। अन्तमा सरस्वती पूजाको अवसरमा सम्पूर्ण शुभेच्छुक, अभिभावक, विद्यार्थी भाइ बहिनीहरू र शिक्षकहरूमा शुभेच्छा प्रकट गर्न चाहन्छु।